हेलो साथीहरू सबैलाई नमस्ते गुड आफ्टरनुन सबैलाई मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ मलाई आशा छ। साथीहरू आज चाहिँ म मेरै आफ्नै घरमा सुँगुरको र कुखुराको अचार बनाउने तरिका कसरी हो भनेर बनाउन तपाईलाई देखाइरहेको छु। हजुरले पनि लास्टसम्म भिडियो हेर्दिनु होला। कसरी सुँगुरको अचार बनाइन्छ आफ्नो घरमा, कसरी कुखुराको अचार बनाइन्छ आफ्नो घरमा। तपाईले यो भिडियो पुरा फुल हेरेर साथ सपोर्ट दिनु होला, कमेन्ट गर्नु होला, कस्तो राम्रो नराम्रो प्रतिक्रिया दिनु होला, कस्तो हुन्छ लाइक कमेन्ट सेयर गरिदिनु साथी हो। अब म सुँगुरको र कुखुराको अचार बनाउने तरिका भिडियो तपाईलाई देखाइरहेको छु साथी हो। लास्टसम्म हेरेर कमेन्ट सेयर गरिदिनु होला साथी हो। सुँगुर ल्याएर मैले पिस बनाउँदैछु। मसिनो बनाएर अब के गर्नु होइन, घरबाट खुसी हुँदै आएको जान नभइसक्यो। फेरि यहाँ मैले सुँगुर मासु यहाँ काट्दैछु, भुटाउँछु। यहाँ बुझ्नु अचार बनाइन्छ अरे सुँगुर मासु चाहिँ अब तपाईँलाई थाहा छ, कतिजनाले खानु नला होइन, नखानेर चाहिँ साथीहरूलाई सरी यसो खाने साथीलाई चाहिँ सुँगुरको पिस बनाएँ मैले है। अचार बनाउने है, अचार बनाउने तरिका तपाईँलाई पनि थाहा छ। तर पनि हेर्नु चाहिँ सुँगुर मासु मैले पिस गरेँ होइन। पिस गर्न हेलो साथीहरू गुड मर्निङ। यहाँ चाहिँ मेरो बुढीले मेरो लागि अचार बनाउँदैछ है। मैले लानुलाई मेरो लागि यो चाहिँ सुँगुरको पोर्कको अचार बनाउँदैछ। यहाँ मोल्दैछ बुढीले, यहाँ मेरो लागि चाहिँ उता पार्सल पठाइदिनु अरे माया गरेर। यहाँ साथीहरू अब अचार बनाउनु चाहिँ यहाँ पहिले सुँगुर मासु मैले काटेँ। यहाँ चाहिँ मैले खुकुरले सुँगुरको मासु पहिले काटेँ है। मैले काटेर बुढीले यहाँ कराईमा हाल्यो। त्यो चाहिँ फ्राई हुन लागेछ। बुढीले भुट यहाँ फ्राई गर्दैछ। बुढीले फ्राई गर्दैछ यहाँ कराईमा। यो मैले अघि काटेँ टुक्राएपछि फेरि बुढीले यहाँ कराईमा फ्राई गर्दैछ। एकदम मिठो पऱ्यो बुढी। ल हेर्नु साथी यहाँ फ्राई हुँदैछ टक्कसँगले है। अब यो चाहिँ सुँगुरको भयो साथी हो। सुँगुरको चाहिँ मेरो लागि फेरि अर्को छ फेरि कुखुराको, फेरि कुखुरा चाहिँ छोरीको लागि, फेरि बिचरा बुढीलाई पनि हैरान। छोरीको लागि बुढाको लागि अचार बनाउनुमा हैरान। छोरा चाहिँ बिचरा उतै छ, छोरा पनि छोरालाई चाहिँ बनाउनु त्यसले लानु पाउँदैन। त्यो चाहिँ फ्राई हुँदैछ यहाँ टक्कसँगले है। मेरो बुढीले भुट्दैछ यहाँ, फ्राई गर्दैछ फ्राई गर्यो टक्क यहाँ फ्राई हुँदैछ। अब त्यहाँ घुट्नु अब यो चाहिँ टोकरी पनि फ्राई भइसक्यो। यहाँ चाहिँ आधी यहाँ भइसकेको छ है, अलिकति भइसकेको छ। यो खरिसकेको छ, आधी यहाँ फ्राई हुँदैछ। अझै यता पनि काँचै आधी पनि छ, यता काटेर मैले टुक्रा राखेको छु। यहाँ पनि छ। यो चाहिँ 2.5 किलोको यो सुँगुरको मासुको अचार बनाएर पठाइदिने मलाई पल्टन लानुलाई। फ्राई हुँदैछ ल साथीहरू। यो चाहिँ मेरो बुढीले फ्राई यो टोटली फ्राई भइसक्यो। अब अलिकति बाँकी छ। यो चाहिँ पुरै अब अचारको लागि रेडीको लागि चाहिँ यो फ्राई भयो। फेरि बुढीले फेरि हाल्दैछ यहाँ साथी हो। अर्को मासु हाल्दैछ। त्यो पुरै भइसकेपछि फेरि अचार बनाउँछ अरे। यो चाहिँ अलिक फ्राई भइसक्यो। अब फेरि म यहाँ कुखुराको काट्नु सुरु गर्छु। कुखुराको फेरि छोरीलाई, फेरि सुँगुरको चाहिँ मलाई है मेरो लागि। बुढीले भुट्दैछ यहाँ। ल यो फ्राई भइसकेको चाहिँ रेडी। अब अचारको लागि बनाउनुलाई रेडी साथी। यो चाहिँ सुँगुरको अब अचार बनाउनुलाई रेडी भइसक्यो, फ्राई भइसक्यो। यो चाहिँ रेडी भइसक्यो, फ्राई भइसक्यो। अब एकछिन हेरेर कुखुरा र सुँगुरको बुढीले सँगै अचार बनाउने अरे। पहिले कुखुराको फ्राई गर्ने, यो चाहिँ सुँगुरको रेडी भइसक्यो। ल साथी यो चाहिँ एक लट चाहिँ फ्राई भइसक्यो। मेरो बुढीले निकाल्दैछ यहाँ। हेर्नुहोस् यो कुखुराको फ्राई भइसक्यो। अब यो मेरो बुढी निकाल्दैछ। ल यो चाहिँ कुखुराको
फ्राई भइसकेको लट चाहिँ अब यो फेरि बुझ्दै सेकेन्ड लट कुखुराको हाल्दैछ यो टोटली दुइटै फ्राई भइसक्यो लास्टमा फेरि अब सेकेन्ड लटै साथी कुखुराको एक लट फ्राई भइसक्यो यो सेकेन्ड लट फ्राई हुनेछ अब सरसँगले साथी बुझ्दै चलाउनु छ ल साथीहरू यो चाहिँ कुखुराको पनि फाइनली फ्राई भइसक्यो अब यसलाई फ्राई भइसकेपछि अब दुइटै सुँगुर र कुखुराको अचार बनाउने चाहिँ अब प्रक्रिया सुरु हुन्छ साथी हो प्रक्रिया सुरु भइसक्यो फ्राई यहाँसम्म भइसक्यो यहाँभन्दा अगाडि अब म बनाउँछु यो चाहिँ एकपट्टि सुँगुरको एकपट्टि कुखुराको फ्राई भइसक्यो साथी फाइनली है अहिले चाहिँ फेरि बुढीले तोरी तेल लाउँछ यो चाहिँ मलाई थाहा छैन बुढीले थाहा चाहिँ बनाउने प्रक्रिया अब तोरी तेल ल्याउँछ मसला फ्राई गर्छ फेरि यसमा साथी हो यो चाहिँ तोरी तेल यत्रो लगाइसक्यो बुढीले अब यसमा फेरि मसला फ्राई गरेर मलाई पनि थाहा छैन के कस्तो तरिकाले बुढालाई पनि गाह्रो छ हो होइन छोरीलाई पनि पठाउनु पर्यो बुढालाई पनि पठाउनु पर्यो यो चाहिँ छोरालाई पठाएर आएको अब यो मसला फ्राई अब तोरी तेल अब तात्ने साथी हो ल साथी मेरो बुढीले चाहिँ अब मसला फ्राई गरेर फेरि अघि तोरी तेल हाल्यो तोरी तेल तात्यो अब मसला हाल्दैछ बुढीले मसला फ्राई हुँदैछ अब यहाँ यो चाहिँ मसला फ्राई हुँदैछ साथी हो चट्टसँगले टेस्टी बनाएर पठाउनु बुढोलाई खुसी बनाएर खुसी त बनाउनु पऱ्यो नि होइन अब सबैको श्री सम्पत्ति सबै ल्याएर कमाएर दिएपछि कस्तो साथी हो यो चाहिँ थोडा अलिकति यो हाँसी मजा चाहिँ साथी हो अब यसमा अघि लसुनको पेस्ट हाल्यो अब बुढीले फेरि के हाल्यो के हो यो के हो अघि गयो हालेको तोरीको मसला भनेको के धनियाँ पाउडर अघि हालेको तोरीको के हो तोरी मसला हो मलाई थाहा छैन बुढीले के हाल्यो तोरी मसला हाल्यो फेरि धनियाँ पाउडर हाल्यो अब यो खुर्सानीको धुला हाल्यो होइन यो फ्राई हुँदैछ चट्टसँगले फ्राई हुँदैछ अब के हाल्ने जिराको धुला हाल्यो बुढीले अब हेर्नु साथीहरू जिराको धुलो यो चाहिँ बनाउनु प्रक्रिया भइरहेछ अघिबाट सुरु भएको फ्राई मासु काटेबाट सुरु भएको अब यहाँ मसला फ्राईमा आइसक्यो है अब के हाल्नु हालिसक्यो अब चट्ट फ्राई हुन्छ यो अलिकति अब यो खुर्सानी धुलो पिरो अब खुर्सानी धुलो हाल्यो धेरै पिरो नबनाऊ खुर्सानी धुलो हाल्यो अहिले पनि चट्ट फ्राई हुँदैछ अब फ्राई हुँदैछ साथी हो मसला फ्राई हुँदैछ अरे तोरीको तेलमा पहिले मासु फ्राई फेरि अब तेल तताएर फेरि मसला फ्राई के हालेछ यो चाहिँ फ्राई हुन्छ थियो अब मसला फ्राई भइसक्यो अब मासु हाले फेरि साथी सिधै सुँगुरको मासु अब कट्टसँगले सुँगुर मासु अब यो प्रक्रिया पुरा हुने बेला भएको छ यो चाहिँ मेरो बुढीले मसला फ्राई मासु फ्राई पछि मसला फ्राई अब मसला फ्राई गरेर फेरि यसमा पुरै मिक्स गरेर भुट्दैछ बुढीले मिक्स चलाउँछ बुढीले त्यो चट्ट अब लास्ट भइसक्यो सुँगुरको चाहिँ फेरि कुखुराको मागिरहेको साथी हो त्यो पनि देखाउनु छ मैले ल साथी चाहिँ अब सुँगुरको क्या टेस्टी बन्दैछ साथी अब यो फाइनली हुनाले सुँगुरको चाहिँ तकरिबन सुँगुर चाहिँ भइसक्यो अब यसलाई बुढीले निकालेर चट्ट केमा बट्टामा हाल्छ ल यो सुँगुरको फाइनली भइसक्यो अब अलिकति बाँकी छ जो फ्राई भइसक्यो फ्राई मसला मिक्स पुरै भइसक्यो साथी सुँगुरको ल साथी यो चाहिँ कागती निचो राख्यो यो हाम्रो चाहिँ कागती फलेछ त्यो कागतीको रस लगाइयो अम्बुको लागि अब चाहिँ फाइनली भइसक्यो साथी यो कागतीको रस लगाइयो अब बुढीले कागती निचो राखेको छ बोतलमा त्यो कागती रस लगाइयो अब यसमा मिक्स हुँदैछ पुरा फेरि लगाएर गएर फेरि कागज है कम्ती भएर फेरि कागती रस यो साथी चाहिँ यो चाहिँ फाइनली यो सुँगुरको अचार तयार भयो अब यसलाई बट्टामा पेक हुन्छ यो बट्टामा पेक भयो भने देखाउँछ हजुरलाई बट्टामा पेक हुन्छ यो चाहिँ फाइनली भयो साथी हो ल साथी हो अब यो चाहिँ बट्टामा हामीलाई पेक भयो रेडी भयो चाहिँ कुखुराको तयार भयो यो कुखुराको
साथी यो सुँगुरको यो पनि बट्टामा पेक हुनलाई तयारी फाइनली यो फ्राई भइसक्यो मसला ससला सबै मिक्स भइसक्यो अब यो अलि तातो छ सेलाएपछि फेरि बट्टामा पेक हुन्छ ल साथीहरू अब चाहिँ यो फाइनली भइसक्यो सुँगुरको अचार अब बुढीले चट्टसँगलाई बट्टामा पेक छ बट्टा पनि तयार छ हेर्नु साथी हेर्नुहोस् अब बट्टामा पेक हुन्छ साथी यो चाहिँ मेरो लागि ल हात चाहिँ अलिक कालो कालो रहेछ तर हात जस्तो पनि बुढीको चट्ट परेको अचार अब खै मैले चाहेको टेस्टी छ एकदम थ्याङ्क यू बुढी अब अचार सुँगुरको पेक हुँदैछ अब चट्ट साथी हो हेर्नुहोस् बुढीले पेक गर्दैछ पुरा फाइनली एकदम रेडी भएर लास्ट इन्डिङ भएर अब यो बट्टामा पेक भयो साथी हो यो चाहिँ जान्छ मेरो मसँग यो मेरो पल्टनमा यो अब जाडोमा सेन्तेरेमको साथी साथी यो चाहिँ सेन्तेरेमा पानी जस्तै कहिले काहीँ हो र खानासँग चट्ट परेर लो गरेर बिस्तारै दुध बिस खानु पर्ला एक डब्बा पेक भयो साथी यहाँ अब नट्ने अर्को डब्बा पनि हाल्नुपर्ने फेरि हेर्नुहोस् यो चाहिँ पोर्क सुँगुरको हात चाहिँ भएन होला त्यसमा अर्को हाल न अब एक डब्बा भऱ्यो साथी हो एक डब्बा भऱ्यो अब फेरि अर्को डब्बा नेक्स्ट डब्बा 2 डब्बा हुने भयो मलाई त 2 डब्बा हुने मलाई के सबै कालो हुने भयो 2 डब्बा पनि 3 डब्बा हुन्छ कि हौ अलिक डब्बा ठुलो हुन्थ्यो होला यो चाहिँ मेरो फेभरेट पोर्कको अचार वहाँ गएर यो वहाँ गएर पाउँदैन हो यो यही घरबाट लगेर खाने हो ल साथी यो चाहिँ सुँगुरको 3 डब्बा पेक भइसक्यो है यो चाहिँ सुँगुरको फाइनली पेक भइसक्यो हो तपाईँले सिक्नु होला मैले पुरै भिडियोमा बताएको कसरी बनाउनु भनेर हजुरहरू पनि बाहिर हुनुहुन्छ भने घरमा आएर आफ्नो फ्यामिलीलाई बनाउनु लाउनु होला यो चाहिँ सुँगुरको मेरो लागि फाइनली पेक बनाउँथे यो चाहिँ फेरि छोरीको लागि है कुखुराको लागि के गर्ने छोरीलाई यो चाहिँ छोरीको लागि कुखुरा काटेको मैले यहाँ हेर्नुहोस् मसिनो कुखुराको लागि कुखुराको यिनीको अचार बनाएर छोरीलाई पठाउने हो के गर्ने मेरो घरमा मेरो बिचरा मिसेसलाई पनि मुस्किल छ बुढालाई पठाउँदा छोरीलाई पठाउँदा छोरालाई पठाउँदा यो छोरीको लागि आधी सुँगुरको आधी कुखुराको यहाँ मेरो कुखुराको भुटाउँदैछु हेलो साथीहरू यहाँ हेर्नुहोस् मेरो बुढीले हिजो कुखुराको मोल्दैछ सुँगुरको फ्राई भइसक्यो अब कुखुराको लागि कुखुराको मोल्दैछ कुखुरा यो मोल्दैछ अचार बनाउनु लागि यो पनि फ्राई गर्छ बुढीले यो कुखुराको चाहिँ छोरीको लागि अहिले हजुरलाई मैले भनिसकेँ बुढीले अब यो फ्राई गरेर अब तार चाहिँ अब यसलाई फ्राई गर्छ ल्याउनु सक्छ यो फ्राई यो कुखुराको फ्राई हुन्छ यहाँ कुखुराको फ्राई हुन्छ यो चाहिँ कुखुराको सुँगुरको लागि भइसक्यो होइन फ्राई भइसक्यो यो कुखुराको चर फ्राई हुँदैछ यहाँ आधी हाल्यो बुढीले यहाँ आधी चाहिँ कुखुराको यो चाहिँ छोरीको लागि यहाँ चाहिँ अब बुढीले चलाउँछ यहाँ फ्राई हुँदैछ यहाँ कुखुराको अलिक टेस्टी भएर खाएको थियो भरे अब तपाईँलाई म बनाइसकेपछि लास्ट भिडियोसम्म बनाउँछु कस्तो बनाउँछ बुढीले हेरौँ यो कुखुराको फ्राई हुँदैछ है साथी हो यो तकरिबन अब कुखुराको साथी भइसक्यो यो चाहिँ फ्राई भइसक्यो एक लट चाहिँ तकरिबन यो एक लट चाहिँ पालिसक्यो साथी हो कुखुराको
फ्राई हुन लागेको छ साथी। यो चाहिँ कुखुराको तकरिबन फ्राई भइसक्यो। बुढीले चलाउँछ। ल साथी चाहिँ एक लट चाहिँ फ्राई भइसक्यो। मेरो बुढीले निकाल्छ यहाँ ले हेर्नुहोस्। यो कुखुराको फ्राई भइसक्यो। अब यो मेरो बुढीले निकाल्दैछ। ल यो चाहिँ कुखुराको फ्राई भइसक्यो एक लट चाहिँ। अब यो फेरि बुढीले सेकेन्ड लट कुखुराको हाल्दैछ। यो टोटली दुइटै फ्राई भइसक्यो। लास्टमा फेरि अब बुढीले सेकेन्ड लटै साथी कुखुराको एक लट फ्राई भइसक्यो। यो सेकेन्ड लट फ्राई हुनेछ। अब सरसँगले साथी बुढीले चलाउँदैछ। ल साथीहरू यो चाहिँ कुखुराको पनि फाइनली फ्राई भइसक्यो। अब यसलाई फ्राई भइसकेपछि अब दुइटै सुँगुर र कुखुराको अचार बनाउने चाहिँ अब प्रक्रिया सुरु हुन्छ साथी हो। प्रक्रिया सुरु भइसक्यो। फ्राई यहाँसम्म भइसक्यो। यहाँभन्दा अगाडि अब म बनाउँछु। यो चाहिँ एकपट्टि सुँगुरको एकपट्टि कुखुराको फ्राई भइसक्यो साथी फाइनली है। ल साथी यो चाहिँ फेरि कुखुराको लागि सुँगुर तयार भएपछि फेरि कुखुराको लागि मसला फ्राईको लागि यो तोरी तेल कराईमा हालियो। अब तेल फ्राई भएर तातिएर फेरि मसला हालिन्छ यसमा। अब पानजिरा हालियो साथी हो। तेल तातिएपछि पानजिरा हालियो। अब यसमा फेरि लसुनको पेस्ट हालियो। लसुन र अदरकको पेस्ट हालियो। यो चाहिँ कुखुराको लागि सुँगुर चाहिँ भइसक्यो फाइनली। अब त्यसलाई बट्टामा पे गर्नु छ। अनि कुखुराको लागि सुरु भयो। बुढीले अब पानजिरा हालेर अदरक लसुनको पेस्ट हालेर चलाउन थाल्यो। यो चट्ट अब फ्राई हुँदैछ साथी हो। अब यसमा तोरीको छोप हाल्यो बुढीले। के बनाउने तरिका धनियाँ पाउडर हाल्यो। हेर्नुहोस् बुढी साथी हो। यो सबै घरको यो अर्ग्यानिकै साथी हो। यो धनियाँ पाउडर हाल्यो। अब यसमा के हो यो जिरा पाउडर हाल्यो। यो चाहिँ घरमै अचार बनिँदैछ। चलायो बुढीले। के हो धुलो खुर्सानी हाल्यो। यो चाहिँ अर्को फेरि खुर्सानी दुई खालको, एउटा मसिनो खालको र एउटा खस्रो खालको अरे। दुईवटा खुर्सानी दुई थरीको खुर्सानी हाल्यो। चलो अब पानी फ्राई हुन्छ। नुन हाल्यो। फ्राई हुन्छ। मसला फ्राई हुन्छ। अब यहाँ मसला फ्राई भयो। अब मासु कुखुराको फ्राई भएको मासु हाल्यो। अब यो छिट्टो अब चलाइन्छ। अब यो एकछिनमा रेडी हुन्छ। अब यो फ्राई हुँदैछ। यो मसला फ्राई। यसको बाद यो मासु हाल्यो। कुखुराको मासु फ्राई भएको मासु हाल्यो। चाहिँ अब कागतीको रस हाल्यो। पहिले निचेर राखेको छ। अब यो पनि हल्का चलाएर अब कुखुराको नि रेडी भयो। अब कुखुराको रेडी हुन लाग्छ यो। ल हेर्नुहोस् यो कुखुराको रेडी हुन आँट्यो। अब एकछिन अब यसो पनि यो पनि बट्टामा पेक गरिन्छ। ल साथी हो अब यो चाहिँ बट्टामा हाल्नुलाई पेक भयो। यो रेडी भयो। चाहिँ कुखुराको तयार भयो। यो कुखुराको साथी हो। यो सुँगुरको यो पनि बट्टामा पेक हुनलाई तयारी। फाइनली फ्राई भइसक्यो। मसला ससला सबै मिक्स भइसक्यो। अब यो तातो छ। सेलाएपछि फेरि बट्टामा पेक हुन्छ। ल साथी यो चाहिँ फेरि कुखुराको फाइनली पुरै रेडी भएर अब फाइनली यो डब्बामा पेक हुँदैछ। यो चाहिँ कुखुराको यो चाहिँ छोरीको लागि फेरि यो चाहिँ छोरीको लागि। ल साथी यो चाहिँ अब बट्टामा पेक हुँदैछ। यो चाहिँ कुखुराको फाइनली यो डब्बामा पेक हुँदैछ। यो चाहिँ डब्बामा पेक हुँदैछ। अब यो चाहिँ फेरि
डब्बामा पेक हुन्छ साथी हो। तपाईँले भन्नुहुन्छ होला होइन बाबा तपाईँलाई चाहिँ सुँगुरको छोरीलाई चाहिँ किन कुखुराको भनेर। मलाई सुँगुरको मनपर्छ त्यही भएर फेभरेट लाग्छ त्यही भएर मैले चाहिँ त्यही भएर छोरीलाई चाहिँ कुखुराको बनाइदिएको। यी पेक हुँदैछ। अब एक डब्बामा आँटेन अर्को नेक्स्ट डब्बामा हाल। ल कुखुराको पनि एक डब्बा पेक भयो। अब नेक्स्ट डब्बामा तपाईँ पनि सिक्नुहोस् साथी हो कसरी बनाउने। घरमा गएर चट्ट बिस्तिर हुन्छ नि आफ्नो फ्यामिलीलाई बनाउन लाउनुहोस् अनि चट्ट पे गरेर लिएर जानुहोस्। क्या दामी हुन्छ बेलुका साममा हल्का दुई पेकसँग हो। ल यो कुखुराको अर्को डब्बा पनि पेक भइसकेको थियो। तीनटा लानु त्यो अलिकति नानी लगाओस् न त हुँदैन होइन नानीलाई जस्तो त यत्रो त्यसलाई लगाएर के साग सक्नु। र साथी कुखुराको पनि पेक भइसक्यो। मतलब कुखुराको फाइनली डब्बामा दुईवटा डब्बामा पेक भयो। यो चाहिँ छोरीको लागि। यो पनि फाइनली पेक। यो चाहिँ कुखुराको छोरीको लागि फाइनली पेक भइसकेको थियो। यो चाहिँ ल रेडी एकदम बट्टामा पेक। अब जानुको लागि